ल हामी धेरै 10-12 वर्षपछि अब फेरि मुस्ताङ टुर जाँदैछौँ। अहिले थोरै भइयो ल, मुसा सर भइयो, विष्णु सर, म तयारी भइरहेछ मुस्ताङको। ल ल विष्णु सर ठिक छ नि होइन? अहिले थोरै जा सिस्ने बाटो आइयो, यो सिस्ने खोला भन्छ, कालीगण्डकी यो पनि सिस्ने खोला पुल तरेर यताबाट आइयो। 7 दिने बुलेट हो, 12-13 वर्ष भयो होला यसमा हिँड्न थालेको। अहिले मुस्ताङ जाँदैछ। यहाँ हाम्रो एकजना साथी विष्णु बाटो बिर्सेर उता जानुभएछ कि सोतातिर, हामी यता चोरगाडीबाट जाने हो, रुद्रबेनी हुँदै कोरिडोरको बाटो। उहाँ उता जानुभएछ, पेट्रोल हाल्ने होइन, सोता हुनु नि त, यता नि चोरगाडीतिर नि छ कि पेट्रोल पम्प। ल विष्णु सर, म भूमसर सर उता जानुभएछ कि बिर्सेर। ल अहिले 3 जना मात्रै भयो मुस्ताङ टुर होइन सर? त उता किन जानु? चोरगाडी पनि त पेट्रोल पम्प छ यहाँ। छ नि त। ल ल तपाईँको झन्डा ढलो नि त विष्णु सर। मैले अघि नै भनेको मालढुङ्गाबाट यहाँ बेनीसम्म त अच्छा खासा बिजोग धुलो रहेछ। ल बेनी आइयो, अब यहाँबाट 3-4 घन्टा लाग्छ होला। आज मारफाँगर बसिन्छ होइन? तातो पानी आइयो। सर जिन्दगीको लास्ट होला यो रुप्से हाम्रो। फेरि आइन्छ कि त्यही 2 जात्रै निलो छैन। 2 चोटि आइयो। ल ठिक छ होइन सर? ल ल जाउँ। घाँसा बजार। ल हामी बस्यो घर है। ल होटल सरी
अहिले हामी मुस्ताङ आइयो है तिनवटा बाइक श्राद्ध गर्ने ठाउँ भन देखाउनु नि श्राद्ध स्थल भन तल बताएको थिएँ उयो मुनि है दर्शन जाँदैछौँ सिँढी ल पहिला सिँढी थिएन अहिले चाहिँ सिँढी भएछ पहिला हामी यो बाटो गएको थियौँ मोटरसाइकल लिएर माथिसम्म गेटसम्म अहिले चाहिँ सिँढी रहेछ ल सिँढी रह्यो चिसो भयो के यता यो धौलागिरी यता पर्ने चाहिँ होइन दर्शन गरेर चिसा होइन करेन्ट लाजै भयो तपाईँले 3 चोटि पुर्याउनु हो नि सक्नु होइन नि ल मुस्ताङबाट जोमसङबाट फर्किँदैछौँ है हामी मुक्तिनाथबाट दामी छ भ्यू ल अहिले पिच भयो चाहिँ हामी पहिला आउँदा पिच थिएन ठिक छ से समथिङ एकदम रमाइलो लाग्यो अब पहिलोचोटि 12 वर्ष अगाडि त हामी मुस्ताङ आइएको थियो पहिलाभन्दा धेरै फेरिहरू छ अब चाहिँ हामी लोमाङथाङ जाँदैछौँ अपर मुस्ताङ होइन 76 किलोमिटर 76 छ भने भन्नु छ सरले जाँदैछौँ हेरौँ कस्तो हुन्छ आज उही बसिन्छ होला 4-5 घन्टा लाग्छ अरे होइन 4 घन्टा भनेछ 10 4 फर्किन सकिन्छ राम्रो रहेछ बाटो पिचै पिच पहिला हामी आउँदा गिरौली हजुर पिच भएछ त्यो बाटो राम्रो पहिला खोलाबाट आउनु पर्ने पहिला दामी छ ल सबैजना आउनु होला एकचोटि आउनै पर्छ होला लोमाङथाङको बाटो हो यो घुम्टी हामी यस्तरी चढेर आइयो ल घुम्टी ए दामी छ ल रुख हट्ने छैन है साथीहरू भूमिश्वर सर आउँदै हुनुहुन्छ डिस्को भरमा ल हामी कहाँ एयर बिस्नु सर यता हेर्नुहोस्
लोमङथान दरबार जाँदैछौँ नि हामी होइन हो ल के हेर्ने हो त भोटेगुर खतरा रहेछ यार गाड रहेछ कि यो नि त जम्ने त यहाँ रहेछ नि फाइनल्ली हामी लोमङथानमा छौँ है अहिले ल अनि बिन सर लोमङथान आइयो नि होइन बिन सर तयार गर्दै हुनुहुन्छ हिमालयन गेस्ट हाउसमा छौँ हामी पनि छ लुचारको पनि आयो है लोमङथान अप्पर मुस्ताङ मेरो बुलेट भयो ल साथीहरू वहाँ गइसक्यो हामी एकछिन पछि जान्छौँ त्यो बाटो यहाँबाट अझै यो लोमङथानदेखि अझै 21 किलोमिटर छ बोर्डर ऊ पारिको बाटो जान्छन् हाम्रो साथीहरू गइसकेको छन् ऊ यहाँबाट 20-21 बाटो बोर्डर जाँदैछौँ यो बाटो हामी कच्ची भयो भने बाटो चाहिँ ठिक छ ग्रेभलिङ छ यो हाम्रो अन्तिम नाका है प्रहरी बिटको चाइना बोर्डरको यो अन्तिम पुलिस चेक पोस्ट दर्ता हारेर जानुपर्ने रहेछ आउँदाखेरि फेरि आफूको दर्ता क्यान्सल गरेर आउनुपर्ने रहेछ यहाँ कोही आउनुहुन्छ नि जानकारी गराउनु हाम्रो सिरियल नम्बर 14 भयो 14 आउँदाखेरि हामी 14 सिरियल नम्बर भनेर फेरि केटेर जानुपर्ने चाहिँ केराएर ल फाइनल्ली चाइना आइयो ल बोर्डर आइयो ल चाइनिज बोर्डर व्यापक बनाएर चाहिँ चाइना ल नेपालमा केही छैन केही रहेछ टेन्ट मात्र रहेछ यहाँ चाइनाको पुरा वारकी पार सब बोर्डर छ ल ठुल्ठुला बिल्डिङ छ नेपाल हेर्नुहोस् है नेपाली यो नेपाल टेन्ट यो चाइनाको अर्को हो है यो अर्को भयो भन्दो रहेछ होइन बिन सर मेरा बा यत्रो बनाएको छ यार पछाडि उत्रै बजारै रहेछ यो चाइनाको यहाँ अर्को त्यो छ है त उहाँ फोटो खिचिरहेछन् ल मिनी सुपर मार्केट रे बिन सर के दारू लाने होला नि होइन हेर्नुहोस् त एक बोतल लानु पर्यो नि चाइना आउँदा ल कुन ठिक छ तपाईँलाई थाहा छ नि त रोक्सी हेर्नुहोस् रोक्सी लाने ल हामी सुपर मार्केटमा छ चाइना हाल्नाले कोराला बोर्डरकै चाइनिज मोटरसाइकल रहेछन् चाइनाले लिएका यिनी सबै यहाँका स्थानीय मान्छेहरूलाई निःशुल्क भन्नाले भन्सार चाहिँ नलाग्दो रहेछ मजाले चढ्ने रहेछ ल नम्बर प्लेट हुन्न है भन्सार सेन्सर केही तिर्न नपर्दो रहेछ हिजो यो चाहिँ आइन्छ सब फाइनल्ली अब हामी फर्किँदैछौँ चाइनाबाट हेरियो इभी गाडीहरू छन् है बहुत भन्सार हुँदैछ है बहुत गाडी आएको छन् बहुत छ उतापट्टि महल रहेछ महल दरबारै बनाएर रहेछ नेपालतिर केही छैन ल यो बाटो जाने हामी अब ल हिमाल हामी बोर्डरबाट तल लाग्यो झरियो इभी गाडी गएका गइछ उता हेर्ने हो केबमा छौँ केबमा हेर्दैछौँ होइन गुफा कति तले अरे 5 तले भन्ने कुरो छ जाँदैछौँ हामी
यता हेर्नु विष्णु सर ल ल ठिक छ नि हुन्छ सर एकदम ठिक छ यता हेर्नु धुलै धुलो छ होइन जे होस् हाम्रो इच्छा मनको इच्छा टार्गेट पुरा गरेर फर्किँदैछौँ नि होइन अप्पर मुस्ताङ गुफा गुफा माथि हाल्छ ल है साथी हो हामी कोर्ला बोर्डरबाट फर्क्यौँ यो बाटो हिजो हेर्न पाइएन उकालो भएर आज हेरेको यस्तो लिएर उहाँ पर देख्नु नि उहाँ परसम्म गाइजु हो त्यही बाटो यो बाटो हामी कोर्ला बोर्डरबाट 3 घन्टा बल्ल यहाँ आइयो यही बाटो हो नाली बेली बाटो अनि विष्णु सर आइयो नि होइन र आइयो भन्नाले हिजो ठाउँमा आइयो अब अझै मुस्ताङ पुग्न अहिले 3 घन्टा लाग्छ जोमसोङ पुग्न 3 घन्टा हिँड्ने 6 घन्टा बल्ल ओह्रालो छ आज चाँडै पुगिन्छ कि अब ओह्रालो यहाँ पुरै यो देखिएको बाटोभरि नागबेली बाटो ल मार्फाको गोली है मार्फा गाउँ साँझमा ल लुक्ने गल्ली प्रत्येक गल्ली छ नि यहाँ मार्फा गल्लीको ल हुन्छ सर आउनुहोस् रमाइलो छ जे होस् रातिमा आइयो है के हो सोरुम रहेछ कि बाइकको के हो ल्याउनै पर्ने हुन्छ भन्नुहुन्छ सर अफिसमा गइराख्ने मान्छे झाँक्री गल्ली हामी फेरि आफ्टर 10 इयर्स होइन 10 वर्षपछि नि फेरि रिता गेस्ट हाउसमा ल बास बसियो आज ल माराफामा 10-12 वर्ष दल्ल भयो त्यो 12 वर्ष होला यार पुरा पिच भयो छ ल गाईजुर आउनु रसुल सर के भन्नुहोस् त एकदम ल हामी मुस्ताङ अप्पर मुस्ताङ सब घुमेर आइयो हजुर अब ठिकै छ राम्रै छ अब मुस्ताङदेखि माथि जोङसङदेखि माथि छ अबको गन्तव्य जोङसङबाट माथि छ अब अप्ठ्यारै छ जस बाटो चाहिँ पछि छ राम्रो छ आउँदा हुन्छ र अर्को कुरो यो रिता गेस्ट हाउसमा हामी 12 वर्ष अगाडि पनि मुस्ताङ आउँदाखेरि पछि रुँदा बस्यौँ अहिले पनि बसियो है दोहोरियो राम्रो छ राम्रो रहेछ सुविधा रहेछ ठिक छ ल गाईजुर आउँदा बस्ने रिता गेस्ट हाउसमा ल ल हामी फर्क्यौँ है लेटे आइएछ बिहानको नास्ता चिया नास्ता खाँदैछौँ अब अनि भूमिष्ठ सर यता हेर्नु भूमिष्ठ सर हिमाल खिच्नेपट्टि लाग्नु छ चिसो छ होइन लेतेमा
ल हामी चाहिँ अप्पर मुस्ताङलाई फर्किसकेपछि यहाँ तातोपानी कुण्डमा अन्नपूर्ण गाउँपालिका 6 तातोपानी म्याग्दीमा आएर तातोपानीमा बसियो। साह्रै तातो रहेछ पानी। पहिला माथिको अलि चिसो थियो, अलिक कम तातो थियो, यहाँको बढी बहुत तातो पानी रहेछ। यहाँ नयाँ गाउँपालिकाले नयाँ गराएर रहेछ, दामी छ जस। ल आउँदाखेरि यहाँ प्राकृतिक अस्पताल भनेर लेखेको छ बोर्डमा, मजाले यहाँ मुनि छ, त्यहाँ हो। बहुत तातो छ ल पानी। बिष्णु सर, भुइँसर सर नुहाइयो होइन भुइँ सर?